साथियों आज दिनभरि सोसल साइट तातियो। बालेन शाहले एकपछि अर्कालाई भेटे। फरक फरक विचारधारा बोक्ने, फरक फरक एजेन्डा मत राख्नेहरू सबैसँग भेटे। संसारलाई अचम्म बनाइदिए बालेन शाहले गर्न खोजेको के हो त? बालेन शाह त राजसभामा जाने भन्ने कुरो थियो। राजसभामा प्रवेश गर्ने हो भने त सरक्क प्रवेश गर्थे, सकिहाल्थे हैन। कुलमान घिसिङदेखि बाबुराम भट्टराईदेखि खगेन्द्र सुनवारदेखि अमरेश सिंह, सागर ढकाल है, आमामा सबैसँग भेटे। गर्न खोजे के हो त? अहिले त फेरि अब नयाँ पार्टी खोले पनि दर्ता त मिल्दैन होला। यतिखेर त दर्ता गर्ने समय त सकिसक्यो होला। पार्टी त पक्कै खोल्दैन होला। के त राजसभालाई नै सबै राजसभामा नै लाग्न खोज्दैछन् कि कसो? साथियों फेरि मात्र एजेन्डा त मिल्दैन। बाबुरामको एजेन्डा राजसभासँग त मिल्दैन होला। तर राजनीतिमा जे पनि हुन्छ साथीहरू। काङ्ग्रेस, एमाले, माओवादी, श्रम संस्कृति, रासपा, उज्यालो सबैको एजेन्डा त गणतन्त्र जिन्दाबाद नै हो। त्यही भएर पनि साथी हो मिल्न पनि सक्छन्। के थाहा, राजनीतिमा जे पनि हुन्छ। नेपालको राजनीतिको कुनै धार छैन, कुनै एजेन्डा मुद्दै छैन। सबको एउटै मुद्दा हो, मिलिजुली सरकार। हेरौँ साथी हो के हुन्छ। यी सबै यहाँ फोटोमा भएका जति सबै आज सोसल साइट तताएका